I call her. मेरो श्रीमतीलाई बोलाएको छु म चौरस्ता आइपुगेँ के खान्छौ के भोक लागेको छ 5 बज्यो के खान्छौ कि खाँदैन मैले भने मलाई यस्तो यस्तो ल्याइदेऊ I always bring or she does. बुझ्नुभयो परिवारसँग जोडिनुपर्छ किनभने यो टाउको शरीरसँग छैन भने त्यो शरीर मर्छ त्यही लागि तपाईँको परिवारसँग तपाईँ जोडिनुहोस् साथीभाइसँग मात्र होइन समाजसँग मात्र होइन अर्काको घरमा मर परो पर्यो बाउ छैन घरमा बाउ कहाँ गयो भने ऊ पानी टाक्नु गएको छ ठिकै छ मरमा बाउ कहाँ छ बाउ ऊ कुनै के गर्नु गएको छ त्यो पनि ठिकै छ जुन प्रकारले यस्तो प्रकारले जो छ अरूको लागि आउँछ नि फ्यामिलीको लागि नै आउनुपर्छ तर कि कनेक्ट टु यो डटर छोरीलाई साग राखेर हुन्छ ए छोरी के हुँदैछ तेरो 18 पुगिस के हुँदैछ तेरो जीवनमा सोध्नु भएको छ श्रीमतीलाई सोध्नु भएको छ आज के छ कहीँ खाना खानु जाने कता खाना खानु जाने छुट्टी छ छुट्टी छ यो कनेक्सन छ तपाईँको कचोटि नानीहरूलाई लगेर धेरै पनि होइन 400 रुपियाँकै डोसा खानुको लागि लानु भएको छ तपाईँ कनेक्सन द फ्यामिली इज अ मस्ट किन जुन दिन टाउको काटिन्छ त्यही दिन कुखुरा मर्छ हालेलुया त टाउको त्यति मात्र होइन नाउ लिसन भेरी इम्पोर्टेन्ट टाउको भित्र तपाईले के देख्नु भएको छ टाउको भित्र के हुन्छ थाहा छैन होला कथा के हुन्छ ठिक्क नेपाली शब्दमा भन्नुहोस् त के हुन्छ गिदी अनि हामी नेपालीहरू चाहिँ गिदी चिप्रो खाने व्यक्ति है याद छ तपाईँलाई यस्तो खाने बेलामा गिदी चिप्रो खान्छ थाहा छैन हाम्रो बाउ आमाले चाहिँ गिदी चिप्रो खुब खान्थ्यो पहिला बाख्राको खसीको गिदी चिप्रो मजाले भुटेर त्यससँग रक्सीसँग खान्थे हाम्रो आमा बाबाहरू चाहिँ त्यही लागि यो गिदी के हो हामी त धेरैलाई थाहा हुँदैन लिसन मेरो काका ससुरा उहाँको काका 2 वर्ष अगाडि बाइकमा एक्सिडेन्ट भयो एक्सिडेन्ट भएर उहाँ टाउकोमा लागेर टाउको उहाँको यहाँ डल्लै काट्नु यहाँ खप्लकै बाहिर निकाल्यो अनि उहाँको यो खोपडी चाहिँ उहाँको पेटभित्र हालिदिएको थियो कि बुझ्नुहुँदैछ उहाँले नम्बर 1 के गर्नुहुन्थ्यो भन्दाखेरि मान्छेको नाम भुलिन्थ्यो उहाँले यस्तो मान्छेलाई हेरेर बहिनी कहाँ बस्नुहुन्छ तपाईँ तपाईँलाई देखे जस्तो लाग्यो कहाँको देखेर तपाईँलाई तिम्रो चाहिँ के भएको तिम्रो बुढी हो म बुढी नानीहरूलाई घरमा कसलाई ल्याएको तिमीले घरमा कुनै खाना खाँदैछ छोराछोरी हो जब किडनी ड्यामेज हुन्छ नि भुलिँदो रहेछ टाउको भित्र के हुँदो रहेछ गिदी हुन्छ नलिसन यो गिदी चाहिँ केसँग जोडेको हुन्छ तपाईँलाई थाहा छ शरीरमा नसासँग जोडिन्छ तपाईँलाई थाहा छ तपाईँ कसैले देख्नु भएको छ मान्छे प्यारालाइज भएको उसलाई स्ट्रोक भएछ बिचरा प्यारालाइज भएछ भनेको सुन्नु भएको छ नि होइन तर प्यारालाइज हुँदाखेरि के हुन्छ तपाईँलाई थाहा छ त्यो देब्रेपट्टि प्यारालाइज भएछ दाहिनेपट्टि प्यारालाइज भएछ किन भन्दाखेरि यो गिदीसँग तपाईँको सबै अर्ग्यान के हुन्छ नसा कनेक्ट भएको हुन्छ यहाँ टाउको यहाँबाट सबै नसाहरू चाहिँ यहाँ कनेक्ट भएको हुन्छ र कुनै पनि यो नसामा चाहिँ तपाईँको ब्लड फ्लो ज्यादा भएर प्रेसर ज्यादा भयो भने यहाँको गिदीको नसा प्लाक्कै फुट्छ यहाँ प्लाक्कै फुट्दा जब त्यहाँबाट रगत चाहिँ गिदीमा सरर बग्छ त्यसलाई क्लट भएछ एमआरआईमा त क्लट देखायो अरे भनेको सुनेको छैन त त्यो क्लट भयो भने मान्छे प्यारालाइज हुन्छ यसरी ऊ हिँड्नु सक्दैन त्यसको बादमा उसले खुट्टाइसरी सार्नुपर्छ धेरै परिवारहरूमा बाउसँग त्यो नसा कनेक्ट हुँदैन घर प्यारालाइज भएको छ घरको त कहीँ सुनाएको लुक एट द फ्यामिली नथिङ इज फङ्सनिङ वेल दाजु आफ्नो टाइममा खान्छ आमा आफ्नो टाइममा खान्छ कान्छी छोरीको पत्तो छैन जेठी छोरी आएकै छैन माइली छोरीको 3 चोटि बिहा भएर गइसक्यो को ज्वाइँ कुन चाहिँ त्यो ज्वाइँलाई लिएर आउँदैछ न आमा भनेर कुन चाहिँ ज्वाइँ ल्याउँदैछ भन्नुपर्छ माइलाकी छोरीको अस्ति छोडेको कि नयाँ त्यस्तो भन्नुपर्छ वाइ क्रिस्चियन चर्च आफ्नो न अरू परिवारको कुरा गरिएन म क्रिस्चियन चर्चको परिवारको कुरा गर्दैछु अस्ति एकजना परिवार मेरोमा आउनुभयो अनि उहाँले कान्छी बिहा गर्छु अन्त उहाँले भन्नुहुँदै थियो चर्चमा आऊ अन्त मैले भने चर्चमा आउनु सक्नुहुन्छ तपाईँ किन आउनु सक्नु आउनु मन्दिरमा कसले रोक्नु सक्छ तर
मेम्बरसिप चाहिँ पाउनु हुँदैन तपाईँले। तपाईँको घरमा सङ्गति हुँदैन। कान्छी बुढी हालिरहेको छ घरभित्र, मण्डली लुगा सङ्गति दिनु अरे। वाइ किन परिवार प्यारालाइज भएको छ? परिवार यस कारणले प्यारालाइज भएको छ किनकि बाउ गिदी हो नि त। गिदीसँग त्यो नसा सम्बन्धित छैन क्या। जेठी छोरीसँग, माइला छोरासँग, कान्छा छोरासँग, फुपूसँग, भतिजासँग कनेक्सन नभएको कारणले गर्दा धेरै परिवार क्रिस्चियन फ्यामिलीले आज तपाईँले के लेख्नु हुन्छ? प्यारालाइज भएको छ। इममुभेबल, दे क्यानट फिल। हाम्रो चर्चमा एकजना बहिनी प्यारालाइज हुनुभयो। हामी उहाँलाई भेट्नु गयौँ, उहाँको मुखमा त हाँस्दै छ, ए दादा चाहिँ बेसी आउनुभयो। सी क्यानट यसो गर्नु त बिचार। मैले हात छामेँ, यति चिसो हात, हिउँ जस्तो चिसो छ। अन्त मैले भने नानी तँलाई जाडो भएको छैन? दादा आई कान्ट फिल, मलाई फिलै हुँदैन। क्रिस्चियन चर्चको घरको अवस्था यस्तो छ, दे क्यानट फिल। यस्तो छ, म त मेरो मण्डलीमा अस्ति 1,90,000 उठाएर आएको। एउटा ठाउँमा परमेश्वरको नयाँ काम गर्नु थियो। अन्त मैले चुनौती दिएँ, सुँगुरको मासु नखाएर भए पनि, मिठाई नखाएर भए पनि, पिज्जा नखाएर भए पनि मलाई चाहिँ 3,50,000 महिना भने चाहिँ हुँदैन। विश्वासी, हाम्रो धेरै विश्वासी छैन, प्रायः स्टुडेन्ट्सहरू हुनुहुन्छ। त्यो परिवारबाट मैले आई रोज 1,90,000 किनकि त्यो परिवारले फिल गर्छ क्या, अनुभव गर्छ, त्यो जीवित छ, प्यारालाइज भएको छैन। कोही प्रभु कहाँ जुन परिवार प्यारालाइज भएको छैन, जुन परिवार फिलिङै हुँदैन। पास्टरले के खायो, पास्टरको बाइकमा तेल छ कि छैन, पास्टर बिमारी छैन, उसलाई यत्तिकै मात्रै याद आउँछ मेरो घरमा किन आएन। मलाई ल्याएपछि गर्दा किन देखेन उनीहरूले? उसलाई त्यही पर्छ कि फिलिङ हुँदैन। किन भन्नुहोस् त, घरको बाउले कनेक्ट गरेको हुँदैन। म त मेरो घरमा भन्छु, कोही पास्टरको विरुद्धमा कुरा सुरु भइकन तरासो हातबाट निकाल भन्छु। दिदीबहिनीहरू कुरा भइहाल्छ नि, दुईजना बहिनी छ आउने बित्तिकै दादा चर्चमा यस्तो यस्तो भन्यो भने म कुरा नै गर्ने किनकि म टाउको नसा सबमा जोडिनुपर्छ। म डिस्कनेक्ट भयो भने सबै प्यारालाइज हुन्छ। घरको बाउ सबैसँग कनेक्ट हुनुपर्छ। श्रीमतीको फिलिङ, छोराको दर्शन, चर्चमा के हुँदैछ। अनि मेरो छोरीलाई सानो उमेरदेखि बलिदान गर्नु सिकाएँ। कन्तुर किन्ने, अन्त कन्तुरमा भने जति पनि पैसा म मलाई मिठाई खानु दिन्छु, चिप्स खानु दिन्छु, उबारेर यहाँ हाल्नुहोस्। किन बाबा पछि भन्छु तँलाई। जब मेरो ससुरा बाबा सिलगढीमा गएर प्रभुको काम गर्नु सुरु गर्नुभयो, त मेरो छोरीलाई मैले भने त्यो कन्तुरमा कति छ भन, मेरो बाजेलाई गएर दिनु। 700 कति भएको रहेछ। छिरो ब्युटिफुल लेट हो कि चिठी लेखेर भन्नुभयो, बाजे नातिनीबाट तपाईँलाई 700 कति रुपियाँ तपाईँको प्रभुको कामको लागि। मेरो ससुरा बाबालाई जब त्यो पैसा थाहा चिठी थाल्नुभयो, रुनु भयो। बाउ यसरी कनेक्ट छ, छोरीसँग कनेक्ट छ, यसरी जोडिनु भएको छ परिवारको सदस्यहरूसँग। हाम्रो नेपालीमा सबभन्दा रड्डी बेहोरा के छ भन्नुहोस् त, मेरो फेभरेट भन्ने हुन्छ नि, जगाडिदिनु त्यस्तोलाई। त्यस्तो बोल्ने आमाहरूलाई के गर्नु अरे, जगाडिदिनु। मेरो फेभरेट छोरी, तपाईँलाई थाहा छ जोसेफले दुःख पाएको बाउको कारणले गर्दा? 10 जना छोरालाई चाहिँ घाँसतिर जा, दाउरामा जा, सुँगुर चराउनु जा भनेर जोसेफलाई चाहिँ दामी लुगा किनेर राखेको थियो भने छैन। त्यस्तो बाउहरू हुनु हुँदैन। छोराले दुःख पाउँछ भनेको दिन सबैसँग कनेक्ट हुनुपर्छ। तपाईँको छोरा छ, तपाईँको छोरी छ, किनकि जब नसा चाहिँ टाउकोमा गिदीसँग जोडिन्छ नि, तब त्यो घर चाहिँ परिवार चाहिँ के हुँदैन,
भुँडीमा हुन्छ अनुहार, ढाडमा अनुहार देखाउँछ भने त त्यसै ढाड देखाउँछ। तपाईँको अनुहार चाहिँ कहाँ छ भने तपाईँको अनुहार त मेरो त खै कसरी देखाउने, मेरो अनुहार त यहाँ छ नि भने यस्तो देखाउँछ। अनुहार कहाँ हुन्छ? टाउकोमै हुन्छ। पछाडिबाट चिन्दैन मान्छेलाई को हो, तर फर्केर भाइ फुट्न फर्क्यो भने ए भाइको रहेछ सरेन भनेर भन्छ होइन। म त फलान जस्तो लागेर ब्यागबाट त कट्टाको त रतन जस्तो देख्दो रहेछ कि हाम्रो भाइ जस्तो भन्छ भन्दैन। यो कहाँ हुन्छ यो थोप्रा? टाउकोमा हुन्छ। बुझ्नुभयो? त आश्चर्यको घरको बाउहरू चाहिँ टाउके थियो भनेको चाहिँ यो अनुहारबाट नै तपाईँलाई चिन्छ तपाईँको परिवार कस्तो छ। म खुसी छु कि छैन हेर्नुहोस् त मलाई अहिले। म खुसी छु। तपाईँले केमा देख्नुभयो? नक्सा हाँसिरहेको छैन। म रिसाएको छु। केमा देख्नु म रिसाएको? कस्तो रिस्सा पास्टर ल्याएको छ नि त्यो सुवासलाई त भन्नुपर्छ है। यस्तो रिस्सा पास्टर त मर्याउनु हाँस्दैन पनि रहेछ पुक्क भुलिरहेको। कस्तो केबाट थाहा पायो? केबाट थाहा पाउनुभयो? अनुहार टाउकोमा हुन्छ, ढाडमा हुँदैन। त्यही लागि यदि बाउ चाहिँ टाउको हो भने तपाईँ अनुहार पनि हो घरको। तपाईँको अनुहारलाई हेरेर नै तपाईँको परिवार थाहा हुन्छ। दामी रहेछ नि फ्यामिली त बाउ। मेरो स्कुलमा जब पेरेन्ट्सहरू ह्याप्पीमा आउँछ नि, म्याक्सिमा आउँछ नि दिदीबहिनीहरू, सर बोलाउनु भएको थियो भनेर सुन्नु। कहिले बाहर जाओ, मैक्सी चेंज करो, ये मासा का बाजार नहीं है, टॉयलेट नहीं है बाबू, ये चर्च, ये स्कूल है, यहाँ पर देखो मुझे टाई सूट पहना है कि नहीं? हाँ सर, हाँ। तो ऐसे हो क्या होता? तपाईँको लुगा लगाएर तपाईँको घर कस्तो छ त्यो थाहा हुन्छ। तपाईँको जुत्ताले थाहा हुन्छ तपाईँको घर कस्तो छ। तपाईँको पेटीले थाहा हुन्छ। तपाईँको खाना खुवाइले थाहा हुन्छ तपाईँको फ्यामिली कस्तो छ। चुली हाल्नु भएको छ भने बुझिहाल्नु पर्यो परिवार कस्तो छ। चटक मिलालेर हालेको छ भने बुझिहाल्नु पर्यो ओ राम्रो फ्यामिली। घरको बाउ यस्तो गर्नु हुँदैन। अब उमेर भयो साथी बिग्रियो भने के हुन्छ, पैसामै जान्छ हुँदैन। किनभने तपाईँ घरको के हो? अनुहार। तपाईँलाई हेर्न सक्ने चिज नलिसेन। त बाइबल धर्मशास्त्रमा म तपाईँलाई स्क्रिप्चर पढाउँदिनँ, तर एउटा म कथा तपाईँलाई सानो भनेर सुनाउँछु। सुन्नुहोस् पैसा लाग्यो होला है तपाईँलाई? मजा लाग्यो? ढाक्नु त तपाईँबाट सिक्नु पर्ने छ। पैसालाई कम्ती ढाक्दैन है? अझै लगाइरहेको छ मलाई भनेर हुन्छ बाबा अन्तिम प्रार्थना गर्नु त उनी पहिला उठ्यो। ये कैसा चीज है बाबू, मेरे समझ नहीं आ रहा है। सुनो बाबा, याकूब र उसको दाजु इसाउ थियो कि थिएन? याकूबले इसाउलाई पुरा ठगेको थियो। 20 वर्ष बादमा याकूब फर्केर आयो। अन्त दाजुले भेट्नु आयो। कतिजना मान्छे लिएर? 400 जना मान्छे लिएर आयो। भेट्नु जाँदा 400 जना मान्छे लिएर आउँछ। पास्टर सुभाषलाई भेट्नु तपाईँले 400 जना लिएर आए। जब तपाईँको मोटिभ ठिक हुँदैन तपाईँले ज्ञान लिएर आउँछ। 400 जना लिएर भाइलाई भेट्नु आउँदा भाइ त क्लब भयो। म चाहिँ मान्ने रहेछ। 20 वर्ष अगाडि मैले ठगेको थिएँ, अब चाहिँ दाजुले निकाल्ने भयो। निकाल्ने। याकुबले यसो भनेको छ इसाउलाई भेटेर, घुट्टा टेकेर यसो भन्नुभयो, तपाईँको अनुहार जब म अहिले हेर्दैछु, तपाईँको अनुहार स्वर्गदूतको देख्छु भनेर। When I see your face, I see your face as that of an angel. त्यस्तो रिस्ता मान्छेको अनुहार स्वर्गदूत जस्तो कस्तो किन भयो भन्दाखेरि नदेशन 20 वर्ष अगाडि गरेको उसको कर्तुत, दुईवटा कर्तुत जब ईश्वरले माफ गरिदियो नि, माफ गरेको अनुहारमा चाहिँ के हुँदो रहेछ? स्वर्गदूत देखा पर्दो रहेछ। तपाईँले घरको बाउ भएर छोरीको भुललाई माफ गर्नु भएको छ।
यसो भन्नुभएको छ, मैले मेरो जीवनमा यस्तो चोट पुऱ्याएको छ कि छोरी, यो जिन्दगीमा मर्ने बिचमा म बोल्दिनँ त्यसो भन्नुभएको छ। श्रीमानको भुल, श्रीमतीको भुल, कतिवटा श्रीमतीले भुल गर्छ होइन, श्रीमानलाई कति गाह्रो पर्छ त्यो कुरो बचाउनुको लागि। तर पनि श्रीमानले त्यसमा ढुङ्गा राखेर है त्यसलाई कच्चा कुचु भएर कुनै कुरो मान्छे भएर पनि ओके इट इज अल राइट, माफ छ नि त तिमीलाई, ल तिमीसँगै बस्छु भन्नु जतिको गाह्रो कुरो लोग्ने मान्छेको लागि केही पनि होइन। डु यु ह्याभ द्याट हार्ट? तपाईँको अनुहारलाई तपाईँको श्रीमतीलाई त के जस्तो देख्छ? के बुढो गर्दा त चाहिँ राख्छ जस्तो मात्रै देख्छ भन्छ कि तपाईँको बुढाको तपाईँको बुढीले तपाईँको अनुहार हेरेर के भन्छ? मेरो बुढा चाहिँ साँच्चै नै स्वर्गदूत हुनुहुन्छ, किनकि मैले यस्तो गल्ती पनि क्षमा गर्नुभएको छ। मेरो बाउ चाहिँ स्वर्गदूत हुनुहुन्छ, किनकि मैले यस्तो गर्दा पनि मेरो बाउले मलाई माफ गर्नुभएको छ। हजुर डक्टर सी, तपाईँको अनुहारमा त्यो मुहार त्यो अनुग्रह देख्छ। टाउको भनेको चाहिँ त्यो हो, के सोच्छ त्यो टाउको भनेको चाहिँ? घरमा टाउको के हो? हामी चाहिँ त्यसलाई कि अरूलाई चाहिँ यस्तो मान्छे आने, मलाई चाहिँ पित्तलको ग्लास खाइरह्यो, त्यो पो टाउके भनेको होइन। ए बाउले नखाइदिएर तैँले खाइस्, उता हट, म टाउके, त्यो सम्झिनु भएको थियो है टाउके भनेको त्यो होइन। टाउके भनेको अनुहार हो, जहाँ चाहिँ तपाईँको दया देखिनुपर्छ। हालेलुया। अस्ति चर्चमा भने एउटा म भन्छु, जब म सानो थिएँ तब हाम्रो चाँदबारीमा एकजना बङ्गाली फ्यामिलीको प्रब्लम भयो क्या, बङ्गाली फ्यामिलीमा प्रब्लम भयो। अनि बुढी चाहिँ अर्कासँग भागिदियो क्या, बिचरा त्यो बङ्गाली फ्यामिली एकदम भित्र भयो। त्यसको बादमा कति एक वर्षतिर होला त्यो श्रीमती फेरि आएछ, अन्त फेरि बसेछ त्यो परिवारैसँग। जोसँग भागेको थियो त्यो केटाले त धोका दिएछ त्यसलाई, त्यो केटी यता न उता भएर लास्टमा बुढाकै घरमा आएछ। जब बुढा घरमा फर्केर आयो नि, बुढी घरमा फर्केर आयो नि, तब त्यो खोका भन्दाखेरि खोकाले राख्यो घरमै, बुढी लाग्यो अर्कासँग गएको है र पनि घरमा राख्यो क्या। बुढाको मनमा के भयो बित्यो होला होइन, तर बुझ्नु सक्नुभयो। म त मेरो श्रीमतीलाई बेला बेला मलाई कहिले प्रेसरको बिमार भएको छ क्या, हाई प्रेसर प्रायः हो। यो केटीसँग हिँडेको त मलाई हाई प्रेसर भइहाल्छ। बजारमा यतिजना केटाले हेर्छ, क्रिस्चियनहरू पनि त्यस्तै हुँदो रहेछ। एकजना भाइ आयो, छेमेसी बस्नेमा भाउजू भने मसँग बात गर्न थाल्नु भन्दा मैले भने भाइ म पनि छु त। प्रेसर आयो केटाहरू राम्रै खोज्दैछ र नि, प्रेसरको दबाई चाहिँ दबाई दिएछ। त्यत्रो वर्षबाट त्यो स्त्री फर्केर आएँ, त हाम्रो घरमा त्यो खोका हुनुहुन्थ्यो। अन्त बाबाले भने ए बङ्गला भाषा नभन्नुभयो, बाहिर गएको केटीलाई अर्को मान्छेले छुको श्रीमतीलाई तैँले हालिस्, कसरी ग्रहण गर्नु सकेको तैँले छि भनेर बाबाले भन्नुभयो। अनि त्यो श्रीमतीले तँलाई के भन्छ भन्दा त्यो खोकाले यसो भन्नुहोस्, मेरो बुढीले मलाई यसो भन्नुहुन्छ, ऊ त मेरो देउता हो। त्यो पुरुषले जब आफ्नै श्रीमतीलाई अर्कासँगको श्रीमती जब क्षमा गरे, यो टाउकोले जब क्षमा गरे, तब यो अनुहार चाहिँ त्यो स्त्रीको लागि के जस्तो रहेछ? त प्रत्येक हस्बेन्डले वाइफको गल्तीलाई, छोरीको गल्तीलाई, छोराको गल्तीलाई, परिवारमा कसैको गल्तीलाई तपाईँले माफ गर्नुभयो भने तपाईँको अनुहार स्वर्गदूतको जस्तो हुन्छ, किनकि तपाईँको अनुहार टाउकोमा छ। त आशीको परिवारलाई के भन्नुभएको छ अरे? तिमी चाहिँ
टाउको हौ भन्नुभयो। टाउको अर्थ चाहिँ यसरी हामीले बुझ्नुपर्ने। हालेलुया। हामी तपाईँ प्रत्येक बाउहरूलाई हामी एन्करेज गर्न चाहन्छौँ। हाम्रो चुनौती ठुलो छ, गाह्रो छ, तर हामी यो प्रार्थना गरौँ कि हामी असल बाउ भएर देखौँ, ताकि तपाईँ र मेरो लिडरसिपमा रहेको जो हाम्रो परिवार छ, त्यो परिवार चाहिँ एकदम बलियो भएर गएको हुन्छ। जब तपाईँको परिवार बलियो हुन्छ तब तपाईँको चर बलियो हुन्छ। हामी प्रार्थना गर्छौँ, हामी बाउहरू चुकेका छौँ, हामीलाई मद्दत गर्नुहोस्। ईश्वर प्रभु तपाईँको नाममा आशीर्वाद